अस्ट्रेलियामा बिहान हिँडिरहेकी युवतीमाथि यौन दुर्व्यवहार भएको छ भने 32 वर्षीय पुरुष पक्राउ परेका छन्। अस्ट्रेलियामा बस्ने छोरी बहिनीलाई यो भिडियो सक्दो शेयर गरिदिनु होला, जसबाट उहाँहरूलाई सचेतनाका लागि अत्यन्तै महत्त्वपूर्ण सूचना हुन सक्छ। अस्ट्रेलियाको ब्रिस्बेनको पश्चिम क्षेत्रमा बिहान हिँडिरहेकी 20 वर्षीय युवतीमाथि यौन दुर्व्यवहार भएको छ। घटनापछि प्रहरीले 32 वर्षीय पुरुषलाई पक्राउ गरेको प्रहरीले प्रश्न पारेको छ। प्रहरीका अनुसार आज बिहीबार बिहान करिब 6:30 बजेतिर ब्रिस्बेनको ब्रुकफिल्ड रोडमा हिँडिरहेकी युवतीलाई एक अपरिचित युवकले रोकेर दुर्व्यवहार गरेका थिए। युवती त्यहाँबाट उम्केर भाग्न सफल भएकी थिइन् अथवा उनको भाग्य बलियो थियो र केही अगाडि गइसकेपछि उनले चाहिँ मद्दत माग्न समेत सफल भएको बुझिएको छ। उनले मद्दत मागिसकेपछि उनलाई उपचारको लागि अस्पताल समेत लगिएको बुझिएको छ भने उनको अवस्था सामान्य समेत रहेको छ। घटना लगत्तै प्रहरीले सूचना पाउँछ र सूचना पाए लगत्तै वरपर अत्यन्तै कडा निगरानी बढाउँछ र सो पुरुषलाई पक्राउ पार्छ र प्रहरीले बताए अनुसार उक्त क्षेत्रमा यो घटना अत्यन्तै अपवादको रूपमा रहेको समेत प्रहरीले प्रश्न पारेको छ। प्रहरीले उक्त युवती कुन देशको नागरिक हुन् भनेर चाहिँ उल्लेख गरिसकेको अवस्था भने छैन, तर अस्ट्रेलिया जस्तो सुरक्षित मानिने देशमा पनि यस्तो घटना हुन सक्ने भएकाले हामी सबै सचेत हुन जरुरी छ। खास गरी बिहान सबैले काम जाने, विभिन्न चाहिँ हिँडुल गर्ने, मर्निङ वाक गर्ने र सुनसान बाटोमा हिँड्ने त्यस्ता व्यक्तिहरू चाहिँ अत्यन्तै सचेत हुनुहोला। साथमा आफ्नो मोबाइल राख्नुहोला, केही खतरा महसुस भए तत्कालै सुरक्षित ठाउँतिर जानुहोला। साथसाथै त्यस्तो अप्ठ्यारो स्थिति तपाईँलाई महसुस भइरहेको छ भने तत्काल प्रहरीलाई चाहिँ सहयोग पनि तपाईँले माग्न सक्नुहुन्छ। अस्ट्रेलिया जस्तो सुरक्षित ठाउँमा त्यही पनि 20 वर्षीय युवतीलाई बिहान हिँडिरहेको अवस्थामा कसैले यसरी दुर्व्यवहार गर्नु पक्कै पनि अपवादको घटना हो, अत्यन्तै डरलाग्दो घटना हो। यहाँ अस्ट्रेलियामा लाखौँको सङ्ख्यामा चाहिँ नेपालीहरू बसिरहेका छन्। हजारौँको सङ्ख्यामा नेपाली दिदीबहिनीहरू पनि हुनुहुन्छ जो बिहानै राति काममा आउने र जाने गर्नुहुन्छ र ब्रिस्बेनको सो क्षेत्रहरूमा पनि नेपाली समुदायहरू पनि रहेको बुझिएको छ। तसर्थ हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू अत्यन्तै सचेत हुनुपर्ने देखिएको छ। अस्ट्रेलियाको हरेक सूचना तथा गतिविधिहरू सबैभन्दा पहिला तपाईँले थाहा पाउनुको लागि अस्पाली टिभीलाई फलो गर्नुहोला। तपाईँको आफ्नै साथी म विजय र जहिले पनि भन्ने गर्छु, जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र सचेत पनि रहनुहोस्। हस्त, धन्यवाद, नमस्कार।